देख्न सकिन्छ मौसमको हालत त्यस्तो छ। यता चाहिँ पानी पर्छ ल। सो गाइज वेलकम ब्याक टु माई न्यू मिनी होइन फेरि माता छोड्यो त्यही कुरा मैले भन्छ कि हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग। अहिले चाहिँ हामी जान लाग्छ फुटबल खेल्न। अहिले देख्न सक्नुहुन्छ हाम्रो पुरै ग्रुपै छ, अझै आउन बाँकी छ पछाडि। त्यस पछाडि धेरै समयपछि कति दिनपछि हामी जान लाग्यो भन्दा आज फुटबल खेल्न सायद 8-9 महिना भइसक्यो होला। त्यसपछि हामी फुटबल खेल्न जान चाहिँ हामी देख्न सक्छ ज्ञानै छ कि ए ल ल भन्न त अनि केटाहरू ल। त्यसपछि के भन्नु होइन टक्का कपाल सपाल काटिदिएको छ, तक्लिफ सक्लिफ भइरहेको छ। अब 1-2 महिनाको लागि टन्टे चाप भयो। दुईवटा गुवा छ होइन माता छोरी भइसक्यो खाना नपाएकोले अनि छोडिसकेको छ कि यतै के भन्यो भने मलाई चाहिँ थाहा छैन। अब मलाई त थाहा छैन, मैले थाहा पनि छैन। अब कसले अब हेरेर गाडी गऱ्यो भने यसले पकाउनु पर्दैन। अहिले मौसम पनि हल्का पानी आउला जस्तो भइसकेको छ होइन, त्यही पनि हामी गइरहेको छ। आज चाहिँ हामी पानी खेल्ने भनेर जानुभएको छ। सबैजना एक्साइटेड छ है लागि। यो जानेमा सुस किनेर त्यो गरेर रहेछ झ्याप बजाएर। देख्न सकिन्छ मौसमको हालत त्यस्तो छ। यता चाहिँ पानी पर्ला, यता चाहिँ घाम लागिरहेको होला। हामी जान लागेको छ अहिले उता फुटबल खेल्न। र हाम्रो भ्लग भिडियो चाहिँ बन्दैन, त्यही पनि इन्जोय द भ्लग। एउटा गाँस यता त्यताबाट कपाल मिलाएर झ्याप्पै क्यामेरा देखाइ कपाल मिलाएर हात पनि हालिदिन्छ होला। यत्रो छ हो सबले आयो भन न त केटा ल। हाम्रो ग्रुप चाहिँ छैन फुटबल खेल्ने ग्रुप चाहिँ। अझै हामी जानुपर्ने त्यता छ यार। ए यहाँ डौरी 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 भाइ डौरी कता कता उतै 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 डौरी डौरी छिटो 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 ले के हो यस्तो? ओ छिटो आउन छिटो 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 रोडमा चाहिँ आइसक्यो। त्यो अति बट्टाएको छ यार, 1 किलोमिटर होला चाहिँ दौडी केटा। त्यो हामी बस्छ नि त्यो गर्दा धुनी पार्कमा गएको त्यति होला। यो घरमा चाहिँ आइसक्यो। हामी दौडेर कामै भएन, त्यो भातीहरू गफ गर्दै आइरहेको त्यहाँबाट दौडेर काम नि यस्ता यस्ता मोटी भुस्तीले पनि दौडिरहन्, ज्यान घटाइरहन्। देख्न सक्ने सिसब्याग देखा न, सिसब्याग देखा, बडी देखा न यार। यसलाई के भन्छ? भोगटी भोगटी अरे यति सानो हुन्छ पहिले हो। यो 4 जना गफान्दै आएर पछाडि अर्को होला ए 5 जना होला। त्यही माथि कालो मान्छे क्याब लगाएर झन् झन् कालो देखिरहेको रहेछ। बच्चाहरू छ अगाडि, यिनीहरू पनि खेल्ने के जोस छ यिनीहरूलाई। अनि पछाडि पनि छ सानो मेमोरेबल हुन्छ कि अगाडि जाउँ न मेमोरेबल हुन्छ भनिरहेको छु। यार टक्क लाएर अहिले भिडियो खिचेर राखेको पछि राम्रो हुन्छ त यार। म बिरानको बेला हेर्नुलाई त्यता चाहिँ मन्दिर रहेछ, मन्दिर हो कि यो मलाई थाहा छैन। पुरै भ्यू गरेर जान्छ आज चाहिँ। 8 महिनासम्म आएन होला यतातिर।
गफान्दी गएर ठुलो टिम चाहिँ त छैन, त्यो सानो खोजेर चाहिँ जस सपोर्टिभ भएन तर राम्रो खेल्छ आमाभन्दा मभन्दा राम्रो खेल्छ। देख्न सकिन्छ यहाँ गुवाच पसिना कारी उकालो गरी यता हेर हेलो भन पुरै लाइनै छ ल टक्क लाएर लास्टमा म हल्का थोरै उकालो छ चर्ने हो, थोरै उकालो चढायो फेरि ओह्रालो त्यस पछाडि फुटबल कति छ र म चाहिँ गएको छैन रहेछ ठिकै छ भनेर चाहिँ म हिँड्यो। भ्यू देखाउनु हुन्थ्यो, भ्यू फेरि त्यस्तो छ केराको घारी खेतको बारी के गरिरहेछ ए भोबाल हुँदैन यो ओके भट्टा होइन पेम्बा ओके भट्टा ए दौरी छ यो चाहिँ केको फ्याक्ट्री, नयाँ फ्याक्ट्री नयाँ खोलेको होइन फ्याक्ट्री उकालै छ होला के धारा हाल्यो यस्तो मच्छरले त खान्छ होला यतातिर त्यो मलाई है मच्छरले त हान्छ होला के हो यस्तो देख्न सकिन्छ यहाँ कसो घर हो कुन चाहिँ घर हो त्यो पनि थाहा होइन यसो फेरि तल आर्सेनल माथि पर्चुगल भने अति पनि भएर के हो पहिले एक घर एक धारा थियो क्या हो यता पनि गएको धारा देख्छु जब थोरै भनेर लास्टिक कल चराइगयो केटाहरूले फुटबल खेल्न लागि हामी कहाँबाट आयो ऊ त्यहाँबाट यत्रो हिँडेर आइसक्यो गाउँ फुटबल खेल्नको लागि फुटबलसँग प्यार भयो भने कस्तो हुन्छ स्कुल कहाँ कुन स्कुल यो स्कुल हो यो स्कुल हो यो स्कुल है त मलाई थाहा छैन स्कुल त भनेको केटाहरूले ऊ त्यता माथि खानी खोला छ है खानी खोला यता यस्तो स्कुल खतरै रहेछ त यो स्कुलको नाम के हो खै त मैले स्कुलको नाम पनि हेर्नु पाएन है फेरि यता काम भइरहेको रहेछ त उतातिर धार्के पानी पर्न लागिसक्यो उयो छ सिमेन्ट फ्याक्ट्री यता त्यसको खेत रहेछ बिहार जग्गामा जर्सी सजी लगाएर रेडी भएको छ तिनीहरू त आफ्नो क्लबको ओह्रालो सिधै ओह्रालो छ यहाँ जानु त्यो बाटो आउनु पर्ने खासमा यहाँ माथिबाट आयो माथि फेरि तलतिर गर्नु नो रिप्लाई यार
अचम्म भइरहेको ल कराइदिनु त केटाहरू तिमीहरू के हो खतरा खतरा जर्सी ल्याएको केटाहरूले त्यहाँ ल ल ल ल ल चिन्ता नगर्नु यता रहेछ केटाहरूले यहाँ मलाई फेरि बोल्नै आउँदैन फेरि त्यही भएर हल्का हल्का आएर अन्त फेरि नत्र भ्लग त बनाएकै हो ल ल ल इसा गरिहाल्नु नि नभनिराखे यार हो बस्छुले चाँडै ठिक हो किपर मसला फेरि मासुको त बोल्न खेल्न आउँदैन ल सबै हँदियारो देखिरहेको त यार पुरै हँदिया देखिरहेको त के ब्लगर ना च्यानलको नाम के हो विनोद मगर भ्लग यहाँ च्यानल दुइटै आइडी गइसक्यो के भन्नु सब्स्क्राइब ल ल ल ल गाइस हामी चाहिँ होइन पानी आएर यस्तो त्यो बाल्यो त्यो गरेर चाहिँ दौडी केटा भल हुँदो रहेछ त यार पानीभरि यत्तिकै ल भित्र रेकर्ड भइरहेको बाहिर यत्तिकै पानी पर्नाले मा बेहाल बेहाल भयो त्यो चाहिँ हेर खुट्टा लास्टै सुनाइदिएको नि मा मेरो त खुट्टी त्यो भयो अब घर जाने नि भातमा सुक्ने त्यसलाई त नवीनले अघि भिडियो खेले खिच्यो कि खिचेन मा त्यो जाडो जाडो सबै खिच्यो पानी पर्दाखेरि पनि ठिक छ